हेलो साथीहरू, हेर्न सक्नुहुन्छ यो हाम्रो गाउँको ब्युटिफुल नजारा। हाम्रो घर त उता रहेको छ अनि म चाहिँ अहिले घाँस काट्न जाँदैछु। घाँस काट्न जाने क्रममा मलाई भिडियो बनाउनु मन लाग्यो, त्यही भएर म भिडियो बनाउँदैछु। मेरो चप्पल हेर्न सक्नुहुन्छ, मेरो छोरी हेर्न सक्नुहुन्छ। यहाँ काका डुलेर रुजेर भुतुक्कै भइसक्यो। मैले यसलाई नुहाइदिएर छ्याक्क पार्छु, यो चाहिँ खालि यस्तै गर्छ। यसले के सोचिरह होला है। अगाडि अगाडि हिँड्छु, टाढै थाहा पनि छैन, त्यही पनि हिँड्छु। केही खानेकुरा पाइहाल्यो भने म खाइहाल्छु। हिँड्नु त पर्यो। मेरो साथी हो नि त, त्यही सोचिरह होला यसले। अरू त के सोध्छ होला र। जे हो जे भयो नि, तर घर गएर चाहिँ मलाई ननुहाइदियो हुन्थ्यो भनेर सोचिरह होला यार। यस्तो हो हाम्रो घाँस काट्नु जाने बाटो, खतरा। घाँस काट्नु जाने भए आउनु है। कहिले होला मेरो घाँस काट्नु नपर्ने दिन, कहिले होला? कहिले भन, कहिले आऊ म तिम्रो गाउँमा घाँस नकाट्नुलाई। तिमी कहाँ छौ? किन अहिलेसम्म अत्तो नदिकन बसेको? हेर, म यो गाउँघरमा घाँस काट्दैछु। तिमी सहरमा छौ कि अझै मेरो भन्दा नि धेरै भैँसी पालेर बसिरहेका छौ कि घरमा? भन, कहाँ छु म यहाँ? कति नराम्रो आयो होला है मेरो भोइस। मेरो भोइस नमिठो भयो नि। यता चरा किरा फट्याङ्ग्राहरूको चाहिँ मिठो हाल। रोक्न यार कान्छी, रोक न कान्छी। व्हाट इज दिस? हो नि, आजदेखि म भ्लग हाल्ने ल साथीहरू। सब्सक्राइब गरिदिनु होला। आया, सब्सक्राइब गरिदिनु होला अनि माया गरिदिनु होला कान्छी। ल, हाम्रो घरमा चाहिँ दुईजना कान्छी, एउटा ऊ कान्छी एउटा म कान्छी। कान्छी कान्छी। हाम्रो घरबारी चाहिँ आउनै लागिसक्यो है साथीहरू, आउनै लागिसक्यो। आउँदैछ आउँदैछ, कृपया एकैछिन प्रतीक्षा गर्नुहोस्। एउटा घरबारी हाम्रो ओ त्यहाँ माथि छ, कति नराम्रो हात्ती। यो होइन, म अहिले घाँस काट्न भनेर नराम्रो देखेँ। अहिले चट्ट धोएर टक्क काममा जाने भनेर। ब्युटिफुल माई ह्यान्ड। फेरि इङ्ग्लिस बोलेँ क्या हो म? छ्याउ। नजान्ने इङ्ग्लिस नि के साह्रो बोल्नु मन लाग्ने। हे निलैले हो निलैले, अरे यो घाँस बोलाइरहेको छ। हाम्रो घरबारीमा त घाँसी छैन कि क्या हो? अझै पलाउँदै पो रहेछ। सेट, मम्मीले कता हो पुरानो घाँस छ भन्थ्यो। कहाँ रहेछ त नि? कहाँ रहेछ त नि? कहाँ रहेछ? अझै घाँस त यही हो साथीहरू खरबारी चाहिँ। तर घाँस चाहिँ म खासै देखेन हौ। यो जब घाँस त ओ माथि रहेछ अलिअलि। मैले यहीँबाट काट्न सुरु गर्ने रहेछु कि क्या? तपाईँहरूलाई थाहा छ यो के को रुख हो? यो अमलाको रुख हो साथीहरू, अमला। यो खायो भने के हुन्छ? तपाईँहरूलाई थाहा छ होला यो खायो भने के हुन्छ? अमिलो अमिलो मिठो हुन्छ। पानी खायो भने त झन् गुलियो हुन्छ।
के हो र साथीहरू 5 मिनटको भइसकेछ यार कति 5 मिनट भएको म त यो खरबारी 2 मिनटमा चढ्ने मान्छे हो त कसरी 5 मिनट भयो कसरी हुनसक्छ यहाँ त घाँसै नरहेछ यार अरू खरबारी जानु पर्यो रहेछ छ्याट सेट म आइहालेँ यो चाहिँ खरबारी ल्याएपछि यति खुसी हुन्छ ए राउन्ड घुमेको गर्छ यो पागल नि त मलाई छोडी हिँड्छ नि ल साथीहरू उहाँ हो आलमदेवी अनि त्यहाँ भालेबासको पौवा चाहिँ एउटै लहरे यता गुल्मी त्यता पनि गुल्मी त्यता बेसी यता चाहिँ म है साथीहरू म है सुई